केटो लक्षिणको छ हेर्नुहोस् ठ्याक्कै तपाईँको यसो ग्रहदशा हेर्दा चाहिँ 38 गुण मिल्छ। 38 कि 32? हजुर गुण त 32 वटा हुँदैन र बाजे। नयाँ अपडेट आएछ है क्या हो। बाउ चाहिँ तपाईँको खाटी उपाध्याय बाबुको छोरा छन्, आमा चाहिँ तपाईँको कार्कीकी छोरी रहेछन्, त्यो पनि सुतार कार्की रहेछन्। मिल्छ, गजब मिल्छ, तपाईँको मजाले मिल्छ। ढुक्क भयो हुन्छ, मैले भनेको मान्नुहोस् ल। एक कप चिया बनाउनु लाउनु न, तरै चिनी चाहिँ बढी ल। यही गाउँमा त हो अधिकारी भएको छोरीको बिहे गर्दाखेरि 1 तोला सुनको सिक्री हालेको थियो हेर्नुहोस् है। यी पोखरीलाई पनि को नौ भन्छन्, आधी तोलाको औँठीमा टुङ्ग्याए। हजुर हेर्नुहोस् है, मैले केही भने छैन भन्ने चाहिँ गरिदिएँ, रीतिथिति हो आफ्नो कर्म गरिदिएँ मैले। तर ठुलो कुरा मात्रै रहेछ हजुर। 1 कप चिया। घरको जेठो छोरा हेर्नुहोस्, 3 जना दाजुभाइ, माइलो कान्छो विदेश छन्। बाबुआमा पछिको हिरो त त्यही हो नि कि होइन? नानीलाई बरु 1 कप चिया पकाउन लाउनु, नानी चिनी चाहिँ अलिक हाल है। यो मान्छे अलिक भङ्जा बौला टाइपको चाहिँ किन रहेछ भन्नुहुन्छ भने जन्मेको दिन रहेछ तपाईँको पुसको दिनको 12 गते जन्मेको रहेछ, त्यो पनि रातिको 9 बजे हेर्नुहोस् होइन। अनि भनेपछि तपाईँको तिथि पर्व पञ्चमी भनेपछि तपाईँको नामको राशि जुरेको रहेछ ठ्याक्कै कन्या राशि। यो मुर्दाले केटी खेलाउँछ, बर्बाद पार्छ। यस्तोलाई छोरी नदिनुहोस्। मैले हेरेको थियो कार्कीको छोरो दामी ठिक छ, काटी कुटी चिया अनि उहाँ पल्ला भएर गाउँका अधिकारी हामी खसेको 13 दिन सक्यो, काम मजाले सकेर आयो। एउटा बच्ची पनि हाले, आधी तला औँठी पनि राखेछन्, यो पर्दैन भनेको थिएँ। बाजे खोज्दैछन् है तपाईँलाई? के भयो? पल्ला घरका ओलीमा मरेछन्, जानु अरे। के भयो? 3टा मृगौलाले नि काम गर्न छोडेछ। त्यसले त 1 तोलाको सिक्री नै हाल्छ हौ। जे गरे नि जसो गरे नि चल्छ नेपालमा।